आज संसदलाई सम्बोधन गर्दै राष्ट्रसभा सांसद मनिष झा ले प्रधानमन्त्रीले सम्बोधन गरेको प्रति तीव्र आक्रोश पोख्दै उहाँले भन्नुभयो, कर्मचारी मन्त्रीप्रति लोयल हुने हैन कि देशप्रति लोयल हुनुपर्छ। एकपटक उहाँको यो पूरा भनाइ सुन्नुहोस्, तपाईलाई कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला। धन्यवाद। आज प्रधानमन्त्रीले अर्को एउटा कुरा भनेर जानुभयो कि एउटा कर्मचारीको सरुवा हुँदै गर्दा ऊ मन्त्रीप्रति लोयल हुने। कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति? मन्त्रीको चाप्लुसी गर्नलाई को कर्मचारी आउँछ? कस्तो कुरा गरेर जानुभयो उहाँले कि मन्त्रीप्रति लोयल भएन त्यसैले सरुवा गरियो रे। राज्यप्रति, राज्यले तोकेको उसको जब डिस्क्रिप्सन प्रति, ऊ जे कार्यविधि लिएर आएको छ त्यो प्रति, उसको संस्थाको लक्ष्य प्रति, यो प्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको छ। कुनै मन्त्री प्रति लोयल हुने होइन। त्यसैले त्यो गलत आशय थियो कि त गलत संस्कार हो, त्यो दुईटा मध्ये एउटा कुरा हो। त्यो अवलम्बन हामी मान्दैनौँ। यो सेपरेसन अफ पावर भन्छ। लोकतन्त्र मान्नुहुन्छ तपाईहरू भने सेपरेसन अफ पावर पनि मान्नुहोस्। लोकतन्त्र मान्नुहुन्छ, गणतान्त्रिक भन्नु